नमस्कार। सम्पूर्ण देश तथा विदेशमा रहेर अहिले हामीलाई हाम्रो फेसबुक लाइभमा हेरिरहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी हाम्रो लाइभमा हार्दिक स्वागत गर्दछौँ। हामी पोखरा महानगरपालिका वडा नम्बर 31 बेगनास हाइटमा टाउन प्लानिङ गरेर तपाईहरु समक्ष लाइभमा आइरहेका छौँ। हामीले तपाईहरुलाई देखाइरहेका छौँ यो बेगनास ताल, यता यो रूपा ताल, दुईवटै तालहरु ठ्याक्कै आँगनमा देख्न मिल्ने गरी यो टाउन प्लान तयार भएको छ। हाम्रो यो टाउन प्लान पोखरा महानगरपालिका वडा नम्बर 31 बेगनास हाइटमा पर्छ। हामीले 5 आनाका चाहिँ पिसहरू तयार गरेका छौँ। प्रति आना 5 लाख रुपियाँमा घडेरी बिक्री वितरण गर्न मिल्ने गरी तयार गरिएका यी घडेरीहरू भएको ठाउँबाट हामी पोखरा भ्याली सजिलै देख्न सक्छौँ। तपाईहरुलाई पोखरा भ्याली देखाइरहेका छौँ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तपाईले देखिरहनु भएको छ। यो रनवे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, यो प्रशासनिक त्यहाँको चाहिँ बिल्डिङ, टर्मिनल भवन देखिरहनु भएको छ। पोखराको यो उत्कृष्ट ठाउँमा हामीले होलिडे होम, तपाईको होटल रिजोर्टहरू बनाउन मिल्ने गरी तयार गरेको यो ठाउँ पोखरा महानगरपालिका वडा नम्बर 31 बेगनास हाइटमा पर्छ। हामी यो अहिलेको पोखरामा बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि धेरै टाढा छैनौँ। करिब 20 मिनेटको ड्राइभिङ डिस्टेन्समा हामी यो टाउन प्लान तयार गरिरहेका छौँ। उत्तरतर्फ दन्ते लहर चाहिँ देख्न मिल्ने गरी पुरै हिमालयन श्रृङ्खलाहरू धौलागिरी हिमालबाट लमजुङ हिमालसम्मका चाहिँ भागहरू हामीले सजिलै देख्न सक्छौँ। देखिरहनु भएको छ। निकै आकर्षक, निकै सुन्दर चाहिँ ठाउँ। यो स्वर्ग खोज्नको लागि अन्त कतै जानु नपर्ने ठाउँ पोखरा। त्यसमाथि पनि हामीले बेगनास हाइटमा यो टाउन प्लान गरिरहेका छौँ। देखिरहनु भएको छ। निकै आकर्षक, निकै राम्रो चाहिँ टाउन प्लान तयार गरेर हामीले तपाईहरुलाई घडेरीहरू पस्किरहेका छौँ। 5 आनाका घडेरीहरू मात्र 25 लाख रुपियाँमा, जम्मा 25 लाख, आनाको 5 लाखमा बिक्री वितरण गर्न मिल्ने गरी तयार गरेका यी घडेरीहरू देखिरहनु भएको छ। यो हाम्रो टाउन प्लानको आडमा एउटा यो होटल बनिरहेको छ। यी सम्पूर्ण चाहिँ घडेरीहरूबाट हामीले हिमालयन श्रृङ्खलाहरू देख्न सक्छौँ। पोखरा भ्याली, सम्पूर्ण पोखरा भ्याली देख्न सक्छौँ। यसरी चाहिँ ताल यो आफ्नै आँगनमा यो करिब करिब अलिकति बल लगाएर फाल्यो भने ढुङ्गा नै फाल्न सकिने गरी देखिएको छ। ताल धेरै टाढा छैन, हाम्रो आँगनमै देख्न मिल्ने गरी चाहिँ ताल तपाईले देखिरहनु भएको छ। यता यो रूपा ताल देखिरहनु भएको छ। यता यो बेगनास ताल देखिरहनु भएको छ। यो पोखरा भ्याली हामी तपाईलाई देखाइरहेका छौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखिरहनु भएको छ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, यो टर्मिनल भवन देखिरहनु भएको छ। तर दुर्भाग्य अहिले हामीले यो ठाउँबाट यो बादल लागेको कारणले गर्दा हामीले हिमालयन श्रृङ्खलाहरू देखाउन सकिरहेका छैनौँ। यो हिमालयन श्रृङ्खला हामीले सम्पूर्ण हिमालयन रेन्जहरू यो ठाउँबाट धौलागिरी हिमालबाट लमजुङ हिमालसम्मका चाहिँ हिमालहरू हामीले सजिलै देख्न सक्छौँ। अहिले हामीले बादल लागेको कारणले गर्दा तपाईहरुलाई यो हिमालयन रेन्ज हामीले देखाउन सकेनौँ। हामी त्यसको लागि क्षमा प्रार्थी छौँ। लाल पूर्जा पोखराद्वारा प्रवर्तित यो टाउन प्लान निकै आकर्षक ठाउँमा हामीले तयार गरेका छौँ। मात्र 5 लाख रुपियाँ प्रति आनामा घडेरी किन्न मिल्ने गरी तयार गरिएको यो टाउन प्लान यो निर्माणको चरणमा छ। त्यो कारणले गर्दा तपाईहरुले चाहिँ जतिसक्दो छिटो सम्पर्क गर्नुहोला। हाम्रो घडेरीहरू बुकिङ खुलिरहेको छ। जतिसक्दो छिटो तपाईहरुले सम्पर्क गरेर घडेरीहरू बुक गर्न सक्नुहुन्छ। हामीलाई सम्पर्क गर्ने हाम्रो सम्पर्क मोबाइल नम्बर 98560 18377, 98560 18477, 98560 18577 ये हाम्रो अफिसियल नम्बरहरू हो। 98560 18377, 98560 18477 र 98560 18577 हामीलाई त्यो नम्बरहरुमा तपाईले सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई भाइबर, मेसेन्जर, व्हाट्सएप, इन्स्टाग्राममा पनि तपाईहरुले फलो गर्न सक्नुहुन्छ। हामीलाई लाइभमा जोडिएर साथ दिने हुने सम्पूर्ण साथीहरुलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो
व्यस्तताका बावजुद पनि हामीलाई लाइभमा साथ दिइरहनु भएको छ। हामीलाई बागलुङ घर जग्गा सिर्जना सापकोटा घडेरी पोखरा त्यस्तै भोलानाथ पौडेलजी सन्तोष थापा लगायत चाहिँ साथीहरूले हामीलाई लाइभमा साथ दिइरहनु भएको छ। म सम्पूर्ण साथीहरूलाई यो लाइभलाई सेयर र ट्याग गरिदिनको लागि पनि मैले अनुरोध गरेँ। यो निकै राम्रो निकै आकर्षक चाहिँ तरिकाले तयार गरिएको निकै राम्रो ठाउँमा हामी धरतीमा स्वर्ग खोज्न चाहिने हिँडिरहेका छौँ भने त्यो ठाउँ पोखरामा छ। पोखराको पनि यो चाहिँ बेगनास हाइटमा हामीले यति राम्रो चाहिने ठाउँमा चाहिँ सुपथ मूल्यमै स्वर्गको टुक्रा किन्न मिल्ने गरी तयार गरेका छौँ। मात्र 5 लाख रुपियाँ प्रति आनामा पाउने गरी तयार गरिएको यो टाउन प्लानमा तपाईँले देखिरहनु भएको छ। हामीले व्याख्या गर्नु आवश्यक धेरै छैन, किनभने यो तस्बिर आफै बोल्छ। यो बेगनास ताल तपाईँले देखिरहनु भएको छ, ठ्याक्कै आँगनमा देख्न मिल्ने गरी देखिन्छ। यो रूपाताल दुईवटा पोखराका दुईवटा ठुल्ठुला तालहरू यो पोखरा भ्याली हामी देखाइरहेका छौँ। त्यस्तै हामी तपाईँहरूलाई अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाइरहेका छौँ। हामी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढा छैनौँ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, यो टर्मिनल भवन। हामीले दुर्भाग्य अहिले यो ठाउँबाट देखिने सम्पूर्ण हिमालयन रेन्जहरू बादल लागेको कारणले हामीले देखाउन सकिरहेका छैनौँ। हामीले लमजुङ हिमाल, यो ठाउँबाट लमजुङ हिमाल देखिन्छ, धौलागिरी हिमाल देखिन्छ भने हामीले त्यस्तै माछापुछ्री अन्नपूर्ण 1, 2, 3 हुँदै हामीले यो ठाउँबाट लमजुङ हिमालसम्मका हिमालहरू देख्न सक्छौँ। तर बादल लागेको कारणले अहिले हामीले हिमाल देखाउन सकेनौँ। त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। हामीलाई धेरैभन्दा धेरै साथीहरूले लाइभमा साथ दिइरहनु भएको छ। म सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूका जिज्ञासाहरू केही छन् भने हामी लाइभबाटै तपाईँहरूका जिज्ञासाहरू मेटाउनेछौँ। यो हामीले तपाईँलाई देखाइरहेको जुन यो हरियो ट्याङ्की भएको यो होटल हो। एकजना हाम्रो काठमाडौँतिरको साथी आएर उहाँले चाहिँ होटल बनाइरहनु भएको छ। करिब अब यो होटल अन्तिम चरणमा छ। होटल तयारीको अवस्थामा पुगेको छ, देखिरहनु भएको छ। हामीले पारी डाँडातिर पनि चाहिँ होटलहरू देख्न सक्छौँ। यो साङ्ग्रेला भिलेज हो, यो तारे होटल हो। त्यस्तै अर्को यो हामीले तल देखाइरहेका छौँ, यो बेगनास रिसोर्ट देखाइरहेका छौँ। यो माझीकुना आफैमा एउटा चाहिने प्रख्यात चाहिने ठाउँ हो माछाको लागि। तालमा बसेर समुद्रको किनारमा बसेर चाहिँ मजा लिए जस्तो गरी तालको किनारामा बसेर माछा खाने, माछाको लागि एकदम प्रख्यात ठाउँ यो माझीकुना यो तल्लो भागमा पर्दछ। तपाईँले देखिरहनु भएको छ। धेरै राम्रो धेरै चाहिने ठाउँ छ यो। 5 आना जग्गालाई मात्र 25 लाख रुपियाँ, आनाको 5 लाख रुपियाँमा बिक्री वितरण गर्न मिल्ने गरी तयार गरिएका यी घडेरीहरू हामीले तपाईँहरूको लागि पस्किरहेका छौँ। हामीलाई सम्पर्क गर्नको लागि हाम्रो सम्पर्क मोबाइल नम्बर 98560 18377, 98560 18477 र 98560 18577 हाम्रा अफिसियल नम्बरहरू हुन्। कृपया नम्बर नोट गर्नको लागि मैले अनुरोध गरेँ। 98560 18377, 98560 18477, 98560 18577 यी नम्बरहरूमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई भाइबर, म्यासेन्जर, इमो, वाट्सएप र इन्स्टाग्राममा समेत फलो गर्न सक्नुहुन्छ। हामीलाई समीर देवकोटा सरले लोकेसन कहाँ होला भन्नुभएको छ। यो पोखरा महानगरपालिका वडा नम्बर 31 बेगनासमा पर्छ। हामीले तपाईँलाई अहिले यो देखाइरहेका छौँ। यो बेगनास ताल हो। यो बेगनास तालको ठिक माथि हाइटमा यो होटलहरू, रिजोर्टहरू, होलिडे होमहरू, होमस्टेहरू बनाउनको लागि अति नै उपयुक्त ठाउँ छ। यो होटल रिजोर्टको लागि त त्यसै हुने नै भयो। त्यही एउटा चाहिँ आफ्नो रिटायर्ड लाइफमा एउटा होलिडे होम बनाएर बस्छु भन्नको लागि मान्छेले चाहिँ यो धरतीमा स्वर्गको टुक्रा खोज्नेहरूको लागि हामीले स्वर्गको टुक्रा नै उपलब्ध गराएका छौँ मात्र 25 लाख रुपियाँमा। यो पोखरा एयरपोर्टबाट मात्र चाहिँ 20 मिनटको ड्राइभिङ डिस्टेन्समा यो टाउन प्लान तयार भएको कुरा म तयार गर्न चाहन्छु। त्यस्तै कोठा भाडामा सन्तोष थापा
हामीलाई धेरैजना साथीहरू हुनुहुन्छ लाइभमा साथ दिनुहुने। म सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूका जिज्ञासाहरू केही छन् भने कृपया तपाईँहरूका जिज्ञासाहरू राख्नुहोला। 98 560 18 377, 98 560 18 477, 98 560 18 577 यी नम्बरहरू तपाईँहरूको लागि 24 घण्टा खुल्ला छ। हामीलाई भाइबर, म्यासेन्जर, इमो, वाट्सएप, इन्स्टाग्राममा पनि चाहिँ फलो गर्न सक्नुहुन्छ। पोखरा महानगरपालिका वडा नम्बर 31 बेगनास हाइटमा भएको यो टाउन प्लान, मात्र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट 20 मिनटको ड्राइभिङ डिस्टेन्समा रहेको यो टाउन प्लान। पोखरा भ्याली, सम्पूर्ण भ्याली देखिन्छ। बेगनास ताल र रूपाताल, धौलागिरी हिमालदेखि लमजुङ हिमालसम्मका सम्पूर्ण हिमालयन रेन्जहरू देख्न सकिने यो ठाउँ, यो धरतीको स्वर्गको टुक्रा हो। यो ठाउँमा हामीले निकै सुपथ मूल्यमा घडेरीहरू बिक्री वितरण गरिरहेका छौँ। तपाईहरू जति सक्दो चाहिँ छिटो सम्पर्क गर्नुहोला। पोखरा महानगरपालिका वडा नम्बर 31 बेगनास हाइटमा तयार भएको यो टाउन प्लान तपाईले देखिरहनु भएको छ। यो बेगनास ताल हामी देखाइरहेका छौँ। यो यही ठाउँमा बन्दै गरेको एउटा होटल हो। यो बेगनास ताल देखिरहनु भएको छ। यो पोखरा भ्याली देखिरहनु भएको छ। त्यस्तै हामीले तपाईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाइरहेका छौँ। यो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन देखाइरहेका छौँ। हामी अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र 20 मिनटको ड्राइभिङ डिस्टेन्समा यो टाउन प्लान गरिरहेका छौँ। 5 आनाको चाहिँ टुक्राहरू मात्र 25 लाखमा, आनाको प्रति आना 5 लाखमा लिन मिल्ने गरी तयार गरिएको यो टाउन प्लान निकै आकर्षक चाहिँ ठाउँमा छ। पोखरा भ्याली, हिमालयन रेन्ज, बेगनास ताल, रूपाताल सहितको यो 360 डिग्री भ्यू जतासुकै हामीले उत्तर, दक्षिण, पूर्व, पश्चिम चारै दिशातिर सजिलै चाहिँ देख्न मिल्ने गरी चाहिँ हामीले ठाउँमा यो चाहिँ टाउन प्लान गरिरहेका छौँ। यो तपाईँले देखिरहनु भएको छ। यो पारीपट्टि डाँडामा यो रूपाकोट रिसोर्ट, त्यो पारीपट्टि डाँडामा छ। यो रूपाकोट रिसोर्टले पनि अर्को चाहिँ ब्रान्च बनाइरहेको छ त्यही डाँडामा, अर्को ठाउँमा फेरि। यो बेगनास ताल, यो बेगनास ताल, यता यो रूपाताल, पोखरा भ्याली, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र हामीले दुर्भाग्य हामी चाहिँ यता यो बादल लागेको कारणले गर्दा हामीले हिमाल चाहिँ देखाउन सकिरहेका छैनौँ। सम्पूर्ण हिमालयन रेन्ज देखिने यो ठाउँ निकै सुन्दर चाहिँ ठाउँ छ। हामीले हिमालयन रेन्ज देखाउन पाएको भए तपाईहरुले ठ्याक्कै अनुभूति गर्नु पाउनुहुने थियो। यो बादलको कारणले गर्दा अहिले हामीले देखाउन सकेनौँ। निकै आकर्षक चाहिने यो करिब एउटा बलियो मान्छेले ढुङ्गा नै हान्यो भने पनि बेगनास तालमा पुर्याउन सकिने जस्तो गरी बेगनास ताल देखिरहेको छ। हुन त हामीबाट बेगनास ताल यति थोरै दूरीमै छ, तर हेर्दा हामीबाट ठ्याक्कै आँगनमै चाहिँ देख्न मिल्ने गरी हाम्रो यो बेगनास ताल चाहिँ देखिन्छ ठाउँबाट देखिरहनु भएको छ। हामीलाई धेरैजना साथीहरू लाइभमा साथ दिइरहनु भएको सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै कृपया यो घडेरी जुन तपाईँले हेरिरहनु भएको छ, तपाईँको आफन्तहरू, इष्टमित्र, साथीभाइ, गाउँले छरछिमेकीहरूले पनि यस्तो चाहिँ जमिनको खोजीमा हुन सक्नुहुन्छ। यो तपाईँले हेरिरहेको लाइभलाई सेयर र ट्याग गरेर कृपया उहाँहरूले पनि हेर्न मिल्ने गरी व्यवस्था मिलाइदिनु हुन मैले अनुरोध गरेँ। अहिले यो दलालहरूको घर जग्गा व्यवसायमा दलालहरूको चाहिँ एउटा चाहिँ बिगबिगी भइरहेको बेलामा हामीले दलालहरूकोलाई बिचमा इन्ट्री नै हुन नदिने गरी हामी सोझै आफ्नो कस्टमरसम्म पुग्नको लागि हामीले यो लाइभबाट तपाईँहरूसँग जोडिने प्रयास गरिरहेका छौँ। कृपया तपाईँहरूका केही जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो अहिले लाइभमा नै तपाईँहरूले तपाईँहरूका जिज्ञासाहरू राख्नुभयो भने म यो जिज्ञासा अहिले नै मेटाउने प्रयत्न गर्ने थिएँ। नत्र 98 560 18 377, 98 560 18 477, 98 560 18 577 हाम्रा अफिसियल नम्बरहरू हुन्।
यी नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले मेसेन्जर, भाइबर, इमो, वाट्सएप, इन्स्टाग्राममा पनि हामीलाई फलो गर्न सक्नुहुन्छ। निकै सुन्दर ठाउँमा, निकै आकर्षक ठाउँमा हामीले यो घडेरीहरू तयार गरेको हुँदा कृपया तपाईहरू यस्तो ठाउँमा घडेरीको खोजीमा हुनुहुन्छ भने सम्पर्क गरिहाल्नुहोला। हामीलाई लाइभमा हेरेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो नम्बर पुनः मैले एकचोटि दोहोऱ्याएँ 98 560 18 377, 98 560 18 477, 98 560 18 577। यो हाम्रो लालपूर्जा पोखराको अफिसियल यो नम्बरहरू हो। 98 560 18 377, 98 560 18 477, 98 560 18 577। यो हाम्रो अफिसियल नम्बर भएको कारणले गर्दा कृपया नम्बर नोट गर्नको लागि मैले अनुरोध गरेँ। हामीलाई मेसेन्जर, भाइबर, इमो, वाट्सएप, इन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ। तपाईँहरूले लाइभमा हामीलाई साथ दिनुभएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। कृपया तपाईँहरूलाई जुन मोबाइलमा यो लाइभ हेरेर अहिले बसिरहनु भएको छ, कृपया सेयर र ट्याग गरिदिनुको लागि पनि मैले अनुरोध गरेँ। तपाईँहरूको सेयर र ट्यागले तपाईँको साथीभाइ जो तपाईँको फेसबुक फ्रेन्ड हुनुहुन्छ उहाँहरूसम्म यो भिडियो हेर्ने अवसर उहाँहरूलाई समेत मिल्छ। त्यो कारणले गर्दा अन्ठानब्बे 560 18 377, 98 560 18 477, 98 560 18 577। यो नम्बरहरू हाम्रो अफिसियल नम्बर हो। कृपया नम्बरहरू नोट गर्नुहोला। तपाईँहरूका जिज्ञासाहरू केही छन् भने हामीलाई ती नम्बरहरूमा फोन हानेर पनि सोध्न सक्नुहुन्छ। भाइबर, मेसेन्जर, इमो, वाट्सएप र इन्स्टाग्राम तपाईँहरूको लागि 24 घण्टा खुल्ला रहन्छ। कृपया त्यसमा सम्पर्क गर्न पनि सक्नुहुन्छ। हस्त पछि पुनः हामी लाइभमा जोडिने बाचा गर्दै अहिले हामी हाम्रो यस लाइभबाट बिदा हुन्छौँ। नमस्कार, बाबाई। तपाईँ जहाँ जसरी जुन अवस्थामा हुनुहुन्छ सुखी र खुसी रहनुहोला। बाबा।